हेलो साथीहरू, तपाईलाई आजको भिडियोमा स्वागत छ। आज मैले ब्याचलर्स इन सिभिल इन्जिनियरिङको 4th सेमेस्टरमा र कम्प्युटर इन्जिनियरिङ लागि पनि 4th सेमेस्टरमा रहेको प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स भन्ने सब्जेक्टमा रहेको छ युनिट 2 मा रहेको कोरिलेसन एन्ड रिलेसन। युनिट 2 मा हाम्रो कोरिलेसन एन्ड रिलेसन भन्ने च्याप्टर छ र यहाँबाट सोध्न सक्ने टाइप 4 को न्युमेरिकल लिएर आएको छु। योभन्दा अगाडि हामी टाइप 3 सम्म अलरेडी हामी भिडियो हालिसकेका छौँ। तपाईले प्लेलिस्टमा अगाडिको सबै भिडियो पाउन सक्नुहुन्छ र आज हामीले टाइप 4 बाट सोधेको है त। अब यहाँबाट चाहिँ हामीलाई 10 मार्क्सको एउटा क्वेशन र 5 मार्क्सको गरेर हामीलाई 15 मार्क्ससम्मको क्वेशन सोध्छ यहाँबाट कोरिलेसन र रिलेसनबाट युनिट 2 बाट 15 मार्क्सको सियो र आज अब गर्न लागेका छौँ। यो चाहिँ 2023 मा चाहिँ क्वेशन नम्बर 2 को बी मा सोधेको छ। अहिलेलाई यस्तो टाइपको हामीले 10 मार्क्समा पनि सोध्न सक्छ है त, 10 मार्क्समा सोध्न सक्छ। सो तपाईले यो च्याप्टरलाई चाहिँ मजाले पढ्नु होला है त। 23 मा सोधेको छ। क्वेशन कसरी सोधेको छ भन्दाखेरि रिग्रेसन मेथड्स वेयर युज टु एनालाइज द डेटा फ्रम अ स्टडी इन्भेस्टिगेटिङ द रिलेसनशिप बिट्विन रोड बेस सर्फेस टेम्परेचर एक्स एन्ड पेभमेन्ट डिफ्लेक्सन वाइ है त। यति दियो। समरी क्वान्टिटिज वेयर एन को भ्यालु टोटल नम्बर अफ अब्जर्भेसन 20 रहेछ। समेसन अफ वाइ आई दिएको छ 12.75। समेसन वाइ स्क्वायरको भ्यालु दियो, समेसन एक्स को पनि भ्यालु दियो, एक्स स्क्वायरको पनि दियो अनि समेसन अफ एक्स इन्टु वाइ को पनि भ्यालु दियो। अब फर्स्टमा सोध्यो क्याल्कुलेट द लिस्ट स्क्वायर्स estimates of the slope and intercept and ग्राफ द रिग्रेसन लाइन। हामीलाई ग्राफ द रिग्रेसन लाइन पनि सोध्यो र इन्टरसेप्ट भनेको एउटा बी हो, एउटा ए को भ्यालु निकाल्नु पर्ने हुन्छ हामीले है त। अब सेकेन्डमा सोध्यो युज द इक्वेसन अफ द फिटेड लाइन टु प्रेडिक्ट what pavement deflection will be observed when the surface temperature is 85 degrees Fahrenheit। 85 डिग्री भनेको टेम्परेचर चाहिँ हाम्रो 85 हुँदाखेरिको हाम्रो पेभमेन्ट डिफ्लेक्सन कति हुन्छ भने हामीलाई सोध्यो। भनेपछि हामीले पेभमेन्ट डिफ्लेक्सनलाई मलाई क्वेसन दिएको छ आफैले y दियो अनि मलाई टेम्परेचर चाहिँ x दियो। भनेपछि अब एउटा मेरो इक्वेसन हुन्छ x on y भन्नेवाला, एउटा y on x भन्नेवाला। अब क्वेसनले मलाई यसमा के दियो, मलाई टेम्परेचर दियो है त। टेम्परेचरलाई दियो र पेभमेन्ट चाहिँ सोध्यो। भनेपछि टेम्परेचरलाई कुन मानेको छ x मानेको छ। भनेपछि दिएको वालालाई चाहिँ यतापट्टि राख्छ हामीले। भनेपछि कुन चाहिँको भ्यालु मलाई दिइरहेको छ, टेम्परेचरको दिइरहेको छ। भनेपछि x रहेछ भनेपछि हाम्रो कुन वाला y on x वाला हुनु पर्यो। हामीलाई x दिएर y सोध्यो नि त। भनेपछि x दिएर y सोध्यो भने y on x को हामीलाई x दिएर y दिएर x सोध्यो भने चाहिँ हाम्रो x on y को इक्वेसनबाट हामी जान्छौँ। ठिक छ, यो यति कुरा है त। अब यति भइसके पछाडि चाहिँ हाम्रो सोलुसनमा हाम्रो किबनमा के दिएको छ, n को भ्यालु दियो, समेसन y को दियो, समेसन y स्क्वायर, समेसन x को, समेसन x स्क्वायर अनि समेसन xy को दियो भ्यालु। सबै क्वेसनले दिएको भ्यालु यति छ। अब फर्स्टमा भनेको हाम्रो मिन फोर सर्फेस टेम्परेचर है, सर्फेस टेम्परेचर x मानेको छ क्वेसनले। क्वेसनले के भनेको छैन भने x र y मैले जुनैलाई पनि मान्न पाएँ। यसको पनि x मा भनेको समेसन x अपन n हो। सो समेसन x पनि थाहा छ, n पनि थाहा छ। भनेपछि 73.9 आइसक्यो। अब मिन फोर डिफ्लेक्सनको लागि y बार हो, त्यो भनेको समेसन y पनि n हो। त्यो दुईटै भ्यालु थाहा छ, 0.6375 आइसक्यो। अब द रिग्रेसन इक्वेसन अफ y on x, अघि नै मैले के भने सुरुमा हाम्रो y on x गर्छ रहेछ। किन भन्दाखेरि हामीलाई x को भ्यालु दिएर y को भ्यालु सोधेछ नि, भनेपछि y on x बाट सिधै हामी जान्छौँ। ठिक छ, यो कुरा। अब y on x को लागि हाम्रो इक्वेसन हुन्छ के, y इक्वल a प्लस byx इन्टु x हुन्छ। इक्वेसन 1 यसलाई माने हुन्छ। y on x को लागि हो भने y इक्वल a प्लस b y on x हो नि त। सो byx इमा byx हुन्छ y on x को लागि, अर्को bxy हुन्छ के को लागि, x on y को लागि। तर हामीले अहिले के गर्दैछौँ, हामी y on x गर्दैछौँ भने हाम्रो यो वाला byx इन्टु x हुने भयो इक्वेसन 1 माने। अथवा यो इक्वेसन अथवा y माइनस y बार इक्वल छ byx इन्टु x माइनस x बार भन्नु कुरा एउटै हो। यो दुईटा मध्ये कुनै एउटा क्वेसन। भनेपछि म यहीबाट जान्छु है त अहिलेलाई, किनभने यसमा मैले अहिले मैले यहीबाट जान्छु। मैले यो इक्वेसनमा जुनबाट गर्ने कुरा एउटै। ठिक छ, मैले यो बाटो गएँ अहिलेलाई। सो यसमा मलाई के थाहा छ, y बार पनि थाहा छ मलाई, x बार पनि थाहा छ। ठिक छ, अनि यसमा byx भनेको हाम्रो यो स्लोप हो र यहाँबाट हामी निकालिहाल्छ त। अब फर्स्टमा हामीलाई सोधेको छ क्वेसनले के, लिस्ट स्क्वायर एस्टिमेट है त। अब यो भनेको यसरी सोधिरहेको छ भने एउटा भनेको b सोधेको, त्यो भनेको स्लोप हो, a सोधेको छ त्यो भनेको इन्टरसेप्ट। यो दुईटा निकाल्दिनु पर्ने हुन्छ। भनेपछि y इक्वल a प्लस bx हो हैन। यो भने म इक्वेसनबाट गए जस योबाट गए भने अब यो यसमा जुन यो b छ नि, त्यो भनेको byx हो, यो निकाल्नु हो। यो निकाल्ने फर्मुला भनेको n समेसन x y माइनस समेसन x इन्टु समेसन y अपनमा n समेसन x को स्क्वायर माइनस समेसन x बार को होल स्क्वायर हुन्छ है त। समेसन x को होल स्क्वायर बार हैन है त, यति हुन्छ। भनेको y on x हो नि त। हामी y and x जाँदै पनि माथि त सबैमा एउटै नै हो। अब यसमा पछाडी के छ, x हो नि त। भनेपछि तलपट्टि x आयो। यसमा मेरो by on x हैन, bx on y, xy भएको भए तलपट्टि x yy आउँथ्यो। ठिक छ, यो पछाडिको वाला आउँछ जरुर। यसरी तपाईले याद गर्नु होला। यति आयो। अब सबै भ्यालु थाहा छ। सब n भनेको मलाई थाहा छ 20 अनि x समेसन x y पनि थाहा छ मलाई, यो सबै थाहा छ। तलपट्टि पनि यो पनि थाहा छ मलाई। अनि समेसन x को होल स्क्वायर गर्ने। ठिक छ, समेसन x को स्क्वायर अनि समेसन x को चाहिँ होल स्क्वायर गर्ने। त्यो समेसन x को भ्यालु को होल स्क्वायर गर्ने, यसमा समेसन x को स्क्वायर को भ्यालु है त। ठिक छ, यो वाला गर्दाखेरि byx को भ्यालु मेरो आयो 4.16 टाइम्स 10 to the minus c आयो। अब a निकाल्ने फर्मुला, a भनेको इन्टरसेप्ट हो। यो निकाल्ने फर्मुला भनेको हाम्रो इक्वेसन के थियो, y on x थियो। y on x को लागि चाहिँ y बार माइनस bx बार हुन्छ। अनि x on y को भए के हुन्छ, यसमा
एक्स बार माइनस बी वाइ बार आउँछ यसरी आउँछ है त अब यति गर्दा वाइ बारको मैले भ्यालु थाहा छ बी को भ्यालु माथिबाट आइसकेको छ अनि एक्स बारको पनि थाहा छ मलाई गर्दा 0.33 आयो अथवा यो भन्नु अघि भने जुन अघि हाम्रो इक्वेसन के थियो वाइ माइनस वाइ बार इक्वल के थियो सुरुमा बी वाइ एक्स इन्टु एक्स माइनस एक्स बार थियो अब यहाँबाट सल्भ गर्दा पनि यही आउँछ क्या यो तपाईँले कन्ट्रोल गराउनु पर्छ जस तपाईँले यति कन्ट्रोल गर्नु होला यति कन्ट्रोल गरेर चाहिँ यसलाई सल्भ गरेर वाइ यसलाई चाहिँ मैले के गरेँ उता पठाइदिएँ यसलाई उता पठाइदिउँ वाइ बार प्लसमा गयो अनि प्लस यसलाई ब्राकेट खोलिदिनु होला बिवाई एक्स एक्स माइनस बिवाई एक्स अनि एक्स बार ठिक छ अब यो बार बिनाको यता पठाइदिनु होला वाइ यो बार बिना यता पठाउँदाखेरि मेरो के भयो माइनस बी वाइ एक्स एक्स यतापट्टि गयो जस्ता त्यसमा वाइ माइनस के बी वाइ एक्स एक्स बार भयो एक्स बार ए अब यति भनेको के हुन्छ यति भनेको मेरो ए हुन्छ क्या यति भनेको मेरो के हुन्छ इन्टरसेप्ट हुन्छ है त इन्टरसेप्ट भनेको यति भनेको यसलाई यतिलाई ए इक्वल्स अब यहाँबाट यति हो रहेछ वाइ माइनस बी एक्स बार यसरी याद गर्नु यो भनेको मेरो के हो यो वाले भ्यालु यसरी तपाईँले इक्जाममा तपाईँले यो तपाईँले कन्ट्रोल गरेर राख्न जान्छ लाग्छ यसरी तपाईँले यहाँबाट सल्भ गरेर चाहिँ जुन यो बारवाला हुन्छ यसलाई पनि तपाईँले गर्नुहुन्छ भने पनि कुरा एउटै ठिक छ यो वाला आयो अब त्यो अब सेकेन्डमा सोधेको छ पुट एक्स इक्वल 85 डिग्री फरेनहाइट इन इक्वेसन 1 है त अब इक्वेसन 1 मलाई के सोधेको छ क्वेसनले फर्स्टमा भनेको मलाई टेम्परेचर 85 डिग्री हुँदाखेरि त्यसको पेभमेन्ट कति हुँदो रहेछ भनेपछि मैले इक्वेसन 1 मा जुन मानेको छु इक्वेसन 1 मा लगेर अब इक्वेसन 1 बाट जाँदाखेरि पनि यसमा चाहिँ x को ठाउँमा 85 राख्नु पर्यो x बार थाहा भइसकेछ b को पनि थाहा भइसकेछ y बार पनि थाहा भइसकेछ यहाँबाट y को भ्यालु आउँछ त्यो नै मलाई सोधेको रहेछ है त ठिक छ यो टाइपको त पहिला पनि भइसकेको कारणले ए इक्वेसन 1 यो यो यसमा x को भ्यालु यति राख्दिउँ b y x पनि थाहा छ मलाई a को पनि भ्यालु थाहा छ म यो माथिबाट गएको छ त जुनबाट पनि कुरा एउटै न अब यसमा अब x को भ्यालु 85 राख्दाखेरि मेरो कति आयो y को भ्यालु 0.6836 आइसक्यो एन्सर यति र मलाई क्वेशनको फर्स्टमा के सोधेको छ मलाई लिस्ट एस्टिमेट पनि सोधेको छ स्क्वायर एस्टिमेट पनि तर मलाई त्यसमा रिग्रेसनको ग्राफ पनि ड्रा गरेर भनेर सोधेको छ पछि ग्राफको लागि यही इक्वेसनबाट जाने यही इक्वेसनमा y इक्वल a को भ्यालु हालेर b को भ्यालु हालेर x को चाहिँ जस्ता जस्तै सोधिदिने अब x को भ्यालु कति हुँदा y को भ्यालु कति भनेर चाहिँ निकाल्ने भ्यालु अनि ग्राफ ड्रा गरिदिने सिम्पल x र y x लाई मैले राखेँ y लाई राखेँ अब x को भ्यालु 0 पनि राख्नु यसको भ्यालु 0 राखेन जस x को भ्यालु 0 राख्दाखेरि 0 बाट सुरु गर्ने x को भ्यालु 0 राख्दाखेरि y को भ्यालु कति हुन्छ 0 त यो सबै टर्म मेरो 0 पछाडिको टर्म त हाम्रो कति 0.33 मात्र हुन्छ y को भ्यालु अब फेरि x को भ्यालु कति राख्नु मैले 20 सिधै राखेँ हैन एकदमै 20 40 हुँदै यो इन्टरभल आफैले मिलाउने हो यति इन्टरभल राख्दा पनि एकदमै थोरैले बढ्छ क्या 0.49 0.49 0.5 यति थोरैले बढिरहेछ भने चाहिँ यसलाई इन्टरभल चाहिँ तपाईँले मिलाउनु चेक गर्ने है त यसलाई तपाईँ थोरै इन्टरभल राख्नु यहाँ थोरै थोरै बढ्छ झन् गाह्रो हुन्छ भने चाहिँ 20 40 को इन्टरभलमा राख्ने x को भ्यालु सो 20 हुँदाको y को भ्यालु यहाँबाट आयो कति y को भ्यालु 0.49 41 40 हुँदाको 0.49 60 हुँदा 0.57 80 हुँदा 0.66 100 हुँदा 0.74 आयो अब यति आयो भने यतापट्टि ग्राफ बनाइदिउँ यतापट्टि x तिर x भनेको कुन मेरो टेम्परेचर हो र y भनेको मेरो पेभमेन्ट डिफ्लेक्सन हो अब x को लागि चाहिँ 0 बाट 20 40 हुँदै म गएँ 100 सम्म र y को लागि चाहिँ मैले कति मानेको छु 0.41 0.49 आइरहेको छ त्यसको इन्टरभलमा 0.3 0.4 0.5 0.6 0.7 हुँदै मैले लगेँ भ्यालु पछि सुरुमा x को भ्यालु 0 हुँदा x को भ्यालु 0 हुँदा y को भ्यालु लगभग 0.3 भनेपछि यति हाम्रो हुँदो रहेछ 0 मा ठीक छ यतिबाट सुरु हुनु पर्यो अनि x को भ्यालु 20 हुँदा y को भ्यालु 0.4 हाम्रो कति छ 4 भन्छ भनेपछि x को भ्यालु 20 मा 0.4 अलिकति माथि अनि x को भ्यालु 40 हुँदा हाम्रो कति 0.49 अलिकति यतातिर यसरी आयो हाम्रो रिलेसन चाहिँ यो तरिकाले हाम्रो रिलेसन आएको हाम्रो प्लट हामीले ग्राफ चाहिँ ड्रा गर्यो ठीक छ यति नै है त यति सोधेको छ तपाईले यो तरिकाले प्लट गरिदिन सक्नुहुन्छ त्यसैगरी अर्को सेकेन्ड नम्बर क्वेशनमा जाउँ फाइन्ड द मोस्टली लाइक प्राइस इन मार्केट ए करेस्पोन्डिङ टु द प्राइस एट ₹75 अफ मार्केट बी फ्रम द फलोइङ इन्फर्मेसन भनेपछि मार्केट ए को लागि प्राइस कति हो जबकि हाम्रो मार्केट बी मा 75 रुपीज हुन्छ नि त्यो सोध्यो अहिलेको जस्तो नि y on x x on y को कन्डिसन हो एभरेज प्राइस इन मार्केट ए को लागि यति दियो एभरेज मार्केट बी को लागि एभरेज दियो कोएफिसिएन्ट अफ भेरिएन्स मार्केट ए को लागि दियो कोएफिसिएन्ट अफ भेरिएन्स मार्केट बी को लागि दियो अब कोरिलेसन कोएफिसिएन्ट बिट्विन देम भनेको r को भ्यालु 0.82 दियो ठीक छ अब मार्केट ए को लागि मार्केट बी को लागि मार्केट ए मा x बार को भ्यालु दियो सी बी x को भ्यालु दियो x को भ्यालु सोध्यो र मार्केट बी मा y बार को दियो सी बी y को दियो y को भ्यालु दियो यति y को भ्यालु 75 हुँदा x को भ्यालु कति यही नै सोधेको अहिलेको जस्तै अब r को भ्यालु दियो अब the regression equation of x on y मलाई y को दियो x को सोध्यो भनेपछि अहिले पनि x on y को रहेछ नि इक्वेसन सो x on y को लागि x = a + b xy x on y भने xy हुनु पर्यो इन्टु y हुनु पर्यो ठीक छ यो कुरा अथवा x - x बार = b xy
y माइनस y बार कुरा एउटै नै हो ठीक छ यति र यसमा bxy निकाल्ने फर्मुला मेरो एउटा यो r इन्टु सिग्मा x / सिग्मा y थाहा छ भने स्ट्यान्डर्ड डेभिएसन थाहा छ भने यो वाला पनि बाटन आउँछ मेरो अथवा bxy अघि जस्तै n समेसन xy माइनस समेसन x इन्टु समेसन y अपनमा मेरो के छ यसमा xy y पछाडि छ भने अपनमा y वाला आउँछ n समेसन y को स्क्वायर माइनस समेसन y को होल स्क्वायर आउनु पर्यो यो दुईटाबाट कुनै एउटाबाट मैले अहिले यहाँबाट किन मलाई भेरिएन्स दिएको छ कोएफिसिएन्ट अफ भेरिएन्स त्यहाँबाट मैले सिग्मा को भ्यालु निकाल्न सक्छु भनेपछि cbx भनेको मलाई के थाहा छ कोएफिसिएन्ट अफ भेरिएन्स सिग्मा x अपन x बार इन्टु 100% थाहा छ त्यहाँबाट सिग्मा x को भ्यालु आउने रहेछ भनेको cbx को भ्यालु दियो अनि x बार को थाहा छ सबै थाहा छ सिग्मा x को भ्यालु आयो सिमिलरली cby को लागि पनि यसमा सिग्मा y अपन मलाई y बार को थाहा छ सबै थाहा छ यहाँबाट सिग्मा y को भ्यालु आयो मेरो 2.5025 आयो यति आइसके पछाडि यहाँबाट मैले के निकाल्न सक्छु byx को भ्यालु निकाल्न सक्छु सो bxy को r को पनि भ्यालु थाहा छ हैन सो r को भ्यालु थाहा छ पछि यहाँबाट bxy को भ्यालु मैले सिधै निकालिसके अब इक्वेसन 1 मा लगेर हामी इक्वेसन 1 मा काम यो थियो हैन यो बन्नु र हाम्रो x = a + b xy अनि x भन्नु कुरा एउटै हो यो गरे पनि तपाईले a को भ्यालु निकाल्नु पर्ने हुन्छ सो तपाईले यहाँबाट जानुहुन्छ भने सिधै तपाईलाई आइहाल्छ अब x बार को भ्यालु थाहा छ मलाई y बार को पनि थाहा छ यति bxy पनि थाहा छ भनेपछि यति थाहा छ भनेपछि अब एड मलाई के सोधेको छ y को भ्यालु चाहिँ 75 हुँदा x को भ्यालु कति सोधेको छ भनेपछि y को ठाउँमा 75 हाल्दिउ x को भ्यालु आइस सो x को कति रहेछ √78.46 आइस क्यान्सल आइस यति नै ठीक छ यो तरिकाले सोधेको छ है त सो अब अघि नै मैले भनिसके तपाईले जुन माने पनि एउटै x - x बार यो माने पनि एउटै यो माने पनि एउटै किनभने अब a बाट सल्भ गर्दै गर्दै a आउने अनि यो यसको भ्यालु भने कति x माइनस x बार माइनस bxy बार y बार रहेछ अघि नै हेरिसक्यो यसरी हैन यो तरिकाले आइसक्यो हैन सो यति गर्दाखेरि आजको हाम्रो लेक्चर कम्प्लिट भयो हामी अरु भिडियोमा फेरि भेट्ने नै छौं आजलाई हामी यति नै गर्नेछौं सबैलाई बाइ बाइ बेस्ट अफ लक